त्यसकारण आज तपाईहरु यहोवाका साक्षीहरुको विवाह समारोहमा उपस्थित हुँदै हुनुहुन्छ। कस्तो खुसीको कुरा हैन? हो, हामी लामो समयदेखि यो विवाह प्रतीक्षा गर्दै थियौं। त्यसो भने अब यो विवाह उहाँहरूले कोर्ट म्यारेज गर्नुभयो। कहिले कोर्ट म्यारेज गर्नुभयो त? हो, मे 26, 2022 अर्थात् अस्तिको दिन उहाँहरूले यो विवाह यो कोर्ट म्यारेज गर्नुभएको छ। अर्थात् जेठ 12, 2079 मा हो यसरी कोर्ट म्यारेज गरिसक्नु भएपछि यसरी आज विवाह समारोह सम्पन्न हुन गइरहेको छ। त्यसो भने अब आज यो विवाह समारोहमा तपाईहरु उपस्थित हुनुहुन्छ अनि साथसाथै जुममा पनि हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरू आमा बुबाहरू जुममा पनि उपस्थित हुनुभएको छ। उहाँहरूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। र आज हामी सुरुमा यो विवाह भाषण सुन्न गइरहेका छौँ। परमेश्वरको दृष्टिमा आदरणीय विवाह। अब यो भाषणलाई प्रस्तुत गर्नको लागि आउँदै हुनुहुन्छ हाम्रो शशिधर सुवेदी दाइ। उहाँलाई कृपया ध्यान दिएर सुन्नुहोस्। आकाश भाइ अनि नामी बहिनी निकै खुसी हुनुहुन्छ आज विवाह समारोह सम्पन्न हुन गइरहेकोले गर्दाखेरि। पक्कै पनि विवाहको क्षण भनेको निकै खुसीको क्षण हो। तपाईँ सँगसँगै तपाईँका परिवार आफन्तहरू अनि हामी सबै दाजुभाइ दिदीबहिनीहरू निकै खुसी छौँ। अब त्यसो भए हामी विवाह बन्धनलाई आकाश भाइ अनि नामी बहिनीले बुझ्नको लागि परमेश्वरको तर्फबाट के कस्तो व्यवस्था छ, नीति छ, निर्देशन छ, त्यो कुराहरू प्रश्नाउन चाहन्छु। कृपया सुनिदिनुहोस्। विवाह बन्धन भनेको हामीलाई सृष्टि गर्नुहुने परमेश्वरले, जसको नाम यहोवा, उहाँले आफ्ना सृष्टि गरिएका सन्तानहरूको आनन्दको लागि गर्नुभएको एउटा प्रबन्ध। सुरुमा त हामीलाई थाहा भए जस्तै परमेश्वरले पुरुषलाई मात्र सृष्टि गर्नुभयो। हजुर, अनि उसलाई सुहाउने साथी पनि चाहिन्छ भनेर यहोवाले फेरि एउटा स्त्रीलाई सृष्टि गर्नुभयो। त्यसो भए अब आकाश भाइलाई नामी बहिनी कसरी बनाइदिनु भयो, कृपया हामी उहाँको वचनबाट हामी बुझ्न चाहन्छौँ। आउनुहोस् हामी सँगै उहाँको वचनलाई सुनौँ। उत्पत्तिको पुस्तक 2 अध्याय 21 अनि 22, जेनेसिस च्याप्टर 2 21-22। यस्तो लेखिएको छ 21 अनि 22 पदमा, त्यसैले यहोवा परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो अनि तिनी निदाइरहेको बेला तिनको एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भर्नुभयो। अनि यहोवा परमेश्वरले मानिसबाट निकालेको करङबाट एउटी स्त्री बनाउनु भयो र त्यस स्त्रीलाई मानिस कहाँ ल्याउनु भयो। हेर्नुहोस् त, परमेश्वरले कसरी नामी बहिनीलाई तयारी पारिदिनु भयो अथवा स्त्रीलाई तयारी पारिदिनु भयो। करङबाट निकालिएको अथवा सृष्टि गरिएको स्त्रीलाई उहाँले मानिस कहाँ ल्याउनु भयो। यसको मतलब विवाह गराइदिनु भयो उहाँले। हो, त्यसैले मानिसले विवाह गरेपछि उनीहरूको बन्धन स्थायी हुन्छ।
कहिले पनि नटुटेको उहाँ चाहनुहुन्छ। त्यसैले मानिसले धेरै छाँटकाँटहरू गर्नुपर्ने हुन्छ। हजुर, बाइबलमा बताइएको छ कहाँसम्मको छाँटकाँट गर्नुपर्छ। आउनुहोस् अर्को शास्त्र पद पनि हेरौँ। उत्पत्ति 2:24, जेनेसिस 2:24। यहाँ यस्तो बताएको छ 2 अध्यायको 24 पदमा, सँगै पढौँ। यसै कारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्। हजुर, यहाँ याद गर्नुभयो, हाम्रो सृष्टिकर्ता यहोवाले भन्नुभयो तिनीहरू एउटै शरीर हुन्छ। हजुर, त्यसो भए परमेश्वर चाहनुहुन्छ तपाईँहरूको सम्बन्ध एउटै शरीर जस्तै भइरहोस्। त्यसरी अब त्यसो भए हामीले बुझ्नुपर्ने कुरा तपाईँहरूले के छ, अबदेखि विवाह बन्धनमा बाँधिएर अब दुला तपाईँ आकाश विश्वकर्मा अनि दुलै तपाईँ नाओमी ब्राउनिङ विवाह बन्धनलाई कसरी प्रेम र आनन्दमा सधैँको लागि एउटै शरीर जस्तै भएर कायम राख्न सक्नुहुन्छ? हामी विचार गरौँ। अब विवाह बन्धनलाई सधैँको लागि कायम राख्न तपाईँहरू दुवैजनाले परमेश्वरलाई प्रथम स्थानमा राख्नुपर्छ र उहाँले दिनुहुने सल्लाह हो। उहाँले तपाईँ हामीलाई दिनुभएको सल्लाह यो पवित्र शास्त्र बाइबलमा छ। त्यो सल्लाह तपाईँहरू दुवैजनाले एउटै शरीर भने जस्तै एउटै मनको भएर स्वीकार्नुपर्छ, पालन गर्नुपर्छ बाइबलबाट आएको निर्देशनहरू। हजुर, तपाईँहरू दुवैजनाले स्वीकार्नु हुँदाखेरि तपाईँ र तपाईँको सोच, भाइको सोच अनि बहिनीको सोच अनि यहोवाले दिने निर्देशन मिक्स गर्दाखेरि 2 सुताले बाटेको डोरी 3 सुताले बाटेको डोरी जस्तै बन्छ। हजुर, त्यसैले अब बाइबलमा पनि त्यो कुरा उहाँको पवित्र शास्त्रमा बताइएको छ। कस्तो बन्छ त्यो पनि हामी सँगै हेरौँ न। आउनुहोस्, हामी अर्को शास्त्र पदलाई हामी हेर्न चाहन्छौँ। उपदेशक 4 अध्यायको 12 पद, एक्सोसिएट्स 4:12 पढ्न चाहन्छौँ। उपदेशक 4:12 यस्तो भनेको छ, कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ, तर 2 जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्। अनि 3 सुताले बाटिएको डोरी सजिलै चुडिँदैन। हजुर, यहाँ याद गर्न सक्नुभयो, परमेश्वरको सल्लाह स्वीकार्दाखेरि त्यो विवाह 3 सुताले बाटेको जस्तो हुनेछ। त्यसैले 3 सुताले बाटेको डोरी सजिलै चुडाल्न नसके जस्तै परमेश्वरको सिद्धान्त, उहाँले दिनुहुने निर्देशनहरू मिक्स गरेर तपाईँ मानिलिनुभयो भने वैवाहिक सम्बन्ध कायम रहिरहेछ अन्तसम्म। हजुर, त्यो टुक्रिने छैन। त्यसैले परमेश्वरको निर्देशनलाई पालन गरिरहनुहोस्, किनभने परमेश्वरले आफूले सृष्टि गर्नुभएको सन्तानहरू हुनुभएकोले हजुर शारीरिक र भावनात्मक अवस्था बुझेर सल्लाह दिनुभएको छ बाइबलमा। तपाईँको शारीरिक अवस्था बुझ्नुहुन्छ अनि भावनात्मक अवस्था पनि बुझ्नुहुन्छ। त्यसरी चाहिँ उहाँले सल्लाह दिनुभएको छ। त्यसैले तपाईँहरू के गर्न सक्नुहुन्छ, तपाईँहरू पवित्र शास्त्र बाइबल पढ्नु हुँदाखेरि सँगै पढ्ने। हजुर, अनि आकाश भाइ र नाओमी बहिनी मिलेरै पढ्ने। हजुर, अनि मिलेरै प्रार्थना गर्ने यहोवाले। हजुर, अनि उपासना गर्दा पनि सँगै गर्ने उपासना पनि। त्यसो गर्नुभयो भने तपाईँ दुवैजनाको सम्बन्ध, मित्रता एकदम बलियो हुँदै जान्छ र यहोवासितको सम्बन्ध पनि त्यत्तिकै मजबुत हुँदै जान्छ।
र आफ्नो वैवाहिक बन्धनलाई सधैँभरि कायम राख्न तपाईहरू सक्नुहुनेछ। पक्कै पनि तपाईहरू त्यसो गर्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। अब त्यसो भए विवाह भइसकेपछि श्रीमानको दायित्व के हो, श्रीमतीको दायित्व के हो, त्यो कुराहरू हामी बुझ्न चाहन्छौँ। कृपया अब भने हामी बहिनीले बुझ्नको लागि अङ्ग्रेजीमा पनि हामी ट्रान्सलेट गर्नेछौँ। त्यसमै हाम्रो भाइ तबासे गरिदिनु हुनेछ। आउनुहोस्, हामी बुझ्न चाहन्छौँ। आकाश भाइ श्रीमान भएकोले आकाश भाइ श्रीमान भएकोले So as a husband, Akash, नामै बहिनीबाट आधार पाएको आशा गरिन्छ। he really hopes to get from you respect as a husband. किनकि परमेश्वरले पुरुषलाई Because God or man परिवारको शिरको ओहदामा नियुक्त गर्नुभएको छ, has given him the authority to be your head. तर क्रिस्चियन शिरत्वले पुरुषलाई But to accomplish that, मनपरी गर्ने अनुमति त दिएको छैन। anyone must work. मनपरी गर्ने अनुमति पुरुषलाई दिएको छैन श्रीमतीमाथि। So he cannot accomplish it the way he wants. बरु कस्तो गर्नुपर्छ भनेर राम्रो सल्लाह पवित्र शास्त्रमा दिएको छ। But God has given in His Word a very beautiful counsel that will help him accomplish that. त्यसैले आउनुहोस् हामी सँगसँगै एफएसी 5:25 पढौँ। So we're going to read Ephesians 5:25. यहाँ यस्तो लेखिएको छ, हामी सँगै पढ्न चाहन्छौँ। हे पतिहरू हो, आफ्नो पत्नीलाई प्रेम गरिरह, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। अब यहाँ याद गर्नुभयो, नाओमी बहिनीका लागि तपाईले के गर्नुपर्ने रहेछ? Did you remember what needs to be done here? येशू ख्रीष्टले मण्डलीको लागि अथवा चेलाहरूको लागि आफ्नो जीवन अर्पण गर्नुभयो। So as Jesus Christ, he should be ready to, as he did for the congregation, give his life. हामी आशा राख्छौँ आवश्यक पर्यो भने तपाईँ नाओमी बहिनीको लागि आफ्नो जीवन अर्पण गर्न सक्नुहुनेछ। So we really hope that he will be doing that. अब अझ पनि हामीलाई जानकारी छ शास्त्रबाट। एफिसियन्स 5:28-29 पनि सँगै पढौँ। Ephesians 5:29-30. 28-29 यस्तो लेखेको छ, त्यसै गरी पतिहरूले आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ, जसले आफ्नी पत्नीलाई प्रेम गर्छ उसले आफूलाई प्रेम गर्छ। किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिले घृणा गर्दैन, बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ। यहाँ बताए अनुसार तपाईहरू आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ भनेर हामीले सल्लाह भन्न सक्यौँ। So the husband should love you as he loves himself. यसको मतलब आफूलाई भोक लाग्छ भने पत्नीलाई पनि भोक लाग्छ भनेर बुझेको हुनुपर्छ। So if he's hungry, you too you're hungry. आफू थकित छु, म थाकेको छु भनेको चाहिँ महसुस हुन्छ भने पत्नी पनि थकित हुन सक्नुहुन्छ भनेर बुझेको हुनुपर्छ। So when he gets tired, it means that you too you're getting tired. तपाईलाई नराम्रो शब्द अथवा नराम्रो व्यवहार नगरिएको चाहनुहुन्छ भने आफ्नो पत्नीलाई पनि त्यस्तो नगर्नको लागि सल्लाह दिएको छ। As we don't like to be insulted or use harsh words, so he should remember that and always use kind words when talking. त्यसैले कुराकानी गर्ने दौरानमा होच्याएर इन्सल्ट गरेर कुरा गर्नुहुने छैन, किनकि आफैले आफैलाई त्यस्तो कहिले पनि गर्दैन।
So while conversing, he never wants you to feel down or push down, or always encouraging word he wants to use. अहिले भनिएका सबै कुराहरू क्रिस्चियन पतिको जिम्मेवारी अन्तर्गत पर्ने कुराहरू हुन्. So all these things should be done by the husband. So what we just discussed. अनि मात्र पत्नीबाट आधार पाउन सकिन्छ. And if he does that, if you do that, then he will get your respect. त्यस्तै नामी बहिनीको लागि पनि सल्लाह छ. हामी So for Naomi, we also have some answer. अब वैवाहिक बन्धनमा बाँधिएपछि आदर र सम्मान पाउनुपर्छ भनेर बाइबलले बताएको छ स्त्रीलाई पनि. So after a wedding too, even wives expect them to get respect from their husband. आउनुहोस् शास्त्रपद फेरि पढौँ. पहिलो पत्रुस 3:7. We're going to read 1 Peter 3:7. यहाँ यस्तो लेखिएको छ, त्यसैगरी पतिहरू हो आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरह. स्त्री जातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर, किनकि तिनीहरू पनि तिमीहरू जस्तै परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्. यसो गर्यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्ने छैन. अहिले पढेको पदमा याद गर्नुभयो. So what we just read, did you pay attention? पत्नीको मनको कुरा राम्ररी बुझेर. So to understand the woman's heart, तिनीसित जीवन बिताउनु पर्छ. so you have to live together. जहिलेसुकै आफूभन्दा कोमल पात्र सम्झेर आदर देखाउनु पर्छ. So always remember, as yourself, you want also to give respect to the other. त्यसो भए आकाशलाई त्यस्तो कसरी गर्न सक्नुहुन्छ? So how can Akash do it? एउटा तरिका भनेको One way, बहिनीको आवश्यकता बुझेर त्यसलाई पुरा गर्नु. so you have to understand the needs of your wife. र कुनै कुनै मामिलामा आफ्नो इच्छालाई भन्दा And before making any decisions, बहिनीको इच्छालाई प्राथमिकता दिएर. you have to understand the wife's decisions, Naomi's concerns before making any decision. अर्को बुझ्नुपर्ने कुरा भनेको श्रीमती श्रीमानको दास वा आफूभन्दा कम मोलकी पात्र होइन. So the wife, Naomi, will never be like a slave to you or someone lower to you. तिनी मानिसको करणबाट सृष्टि गरिएकी जीवनसाथी अथवा जिन्दगीकी सहयोगी हुन्. As Jehovah created her, she is your friend and your helper and